7 दिन थ्योरी किताब पढिरहनुपर्छ भन्ने कुरामा के अरे त्यसमा म त्यो मेरो सहमति छैन। अरूले लेखेको किताब पढ्दैमा हामी विद्वान भइदैन पनि। शिक्षाको क्षेत्रमा मैले एउटा सुझाव दिन चाहेको छु, शिक्षा मन्त्रीज्यूलाई पनि भेटेर मैले सुझाव दिन चाहेको छु। सदनको पहिलो बैठकदेखि नै मैले चाहिँ भनिरहेको छु, पढाइ होइन शिक्षा, गराइ हो। What we read in the books is not education. What we do in life is education, in fact. तर हामीले हाम्रो पुर्खा होइन दाउराको भारी बोकेर, घाँसको भारी बोकेर, नुन र तेलको भारी बोकेर जीवन बिताउनु भयो। आज हामी किताबको भारी बोकेर जीवन बिताइरहेका छौँ। भरिया चाहिँ सेम भरिया नै हो हामी। कलमले मात्रै बन्दैन देश, औजार समाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रम र श्रमदान गर्नुपर्छ। अब हामी इक्जाम्पल हो। हामीलाई हेरेर इक्जाम्पल हामीलाई लिएर चाहिँ हाम्रो आउँदो पिँढीले सिक्ने हो। त्यसले गर्दाखेरि हामीले नै काम नगरेको देखिरहँदाखेरि हाम्रो चाहिँ आउँदो पुस्ताले, हाम्रो छोराछोरीले, हाम्रो नाति नातिनीले काम गर्छन् भन्ने मलाई लाग्दैन। हामी मोबाइलबाट निस्केर खेतबारीमा पनि जानुपर्छ। त्यसतर्फ यो सरकारले ध्यान दियोस्, नत्र भने उत्पादन हुँदैन। भोलि हामी गरिबीको भुमरीमा फस्ने नै छौँ। सामाजिक विकासको कुरा गर्दाखेरि समाज भनेकै सहकारी हो। यहाँ पनि समाज नभएर यस्तो भइरहेको के प्रधानमन्त्रीज्यूलाई हामीले बोलाइराख्नु पर्ने यो किन भएको भन्दाखेरि समाज भनेको सहकारी अन्तर सम्बन्ध हो। सत्ता पक्ष प्रधानमन्त्रीज्यू होइन, उपप्रधानमन्त्रीज्यू, उहाँहरू हाम्रो अभिभावक हुनुहुन्छ। उहाँहरूले हामीले कहिल्यै बोलाउनु भएन। नीति बनाऊ आउनुहोस् न, के छ बजेट बनाऊ आउनुहोस् न भन्नु भएन। हामीले एपोइन्टमेन्ट लिएर भेट्नुपर्ने बाध्यताहरू धेरै छन्। उहाँहरूले पनि बोलाउँदा हुन्छ त, धेरैले बोलाउनु पर्दैन, दलका नेताहरूलाई बोलाउँदा हुन्छ। यदि त्यसो भने अवरोध हुँदैन क्या। हामी एउटै सिस्टमका हिस्सा हौँ। मैले अस्ति पनि भनेको थिएँ, तपाईँहरू एक्सेलरेटर हो भने हामी भनेको ब्रेक मेकानिजम हो। ब्रेक बिनाको गाडी फेल हुन्छ, दुर्घटित हुन्छ। हामीले किन संवाद नगरेको? संवाद नभएरै यस्तो भइरहेको छ। हामीले संवादै गर्दैनौँ, भेट्दैनौँ। एकले अर्कालाई विरोध गर्नुपर्छ भन्ने मनसाय हुन्छ हाम्रो होइन। त्यसलाई किन बोलाउने भन्ने मनसाय हुन्छ हाम्रो। त्यसो भएको कारणले गर्दाखेरि सहकार्य नभएर चाहिँ यो खालको स्थिति भइरहेको छ। र सामाजिक विकासमा पनि हामीले चाहिँ नि होइन सहकार्य, सहअस्तित्वको कुराहरू, अन्तर सम्बन्धको कुराहरू होइन। हाम्रो सामाजिक विकास जबसम्म यो देशमा धार्मिक, जातीय, वर्गीय विभिन्न न्यूमा होइन हामीले चाहिँ सामुदायिक हिसाबबाट विभेद गरिरहन्छौँ, तबसम्म हाम्रो सामाजिक उन्नयन हुन सक्दैन। समाज भनेको एकमुष्टता हो। तपाईँ म बिना अधुरो, म तपाईँ बिना अधुरो। हामी नेपाली